खैरी खैरिनीहरू नुहाउन रेडी भइसक्यो अब बिक्नी हेर्न सक्नुहुन्छ साथीहरु त टाउल दिसाएर सुत्या छन् मजाले बीच हामी चाहिँ आज हवाई बीचमा छौं हवाई स्टेटमा छौं आज चाहिँ हामी बीच यसो हेर्छौं मजाले हवाईमा चाहिँ एकदम बिलिनियर मात्र हुन्छन् प्राय लग्जरियस लाइफ यही स्टेजले जिउँछ है एकदम सागुरो रोड छ तर पुरै फ्यासिलिटी छ के दामी हरियाली त्यस्तै वातावरण पनि त्यस्तै छ पुरै यहाँको मान्छेले बिलिनियर लाइफ मात्र जिउँछ नयाँ गाडी दामी छ खैरिनी कि हाफकोट टु हाफ प्यान्टमा कच्छामा हिँड्ने खैरिनी यस्तै हो हामी चाहिँ बीचतिर जान्छौँ बीचको यसो भ्यू पनि हेर्नुपर्छ हैन दामी यो चाहिँ खैरिनीहरू छन् दामी भ्यू आउँछ बीचमा भ्यू चाहिँ आयो है बीच या समुद्र बीचमा खैरिनीहरू पनि देखिन्छन् यहाँबाट हेरि पुरै बीच हो कि केही पनि देखिन्न घरसर केही पनि देखिन्न समुद्र हो पुरै है बीचले छाल पनि खतरा हान्छ के सर उछाले माथि हानिदिन्छ यहाँबाट हेर्दा केही पनि देखिन्न सबै क्लियर हो खैरिनीहरू नुहाउने पनि यो बीचको किनारमा हुनु त्यहाँ नुहाइराखन होइन अहिले गइन्छ अब खैरिनीहरू बिकिनी लगाएर घुम्ने यही बीचमा हुन् टक्क यही हो खैरिनीहरू बिकिनीमा देखिने टक्क यो बीच हो दामी छ यहाँको वेदर पनि एकदम दामी छ न गर्मी हुन्छ न चिसो हुन्छ अरू ठाउँमा चाहिँ अहिले हिउँ परिरहेको भने चाहिँ यहाँ चाहिँ त्यो चिसो छल्नलाई चाहिँ टुरिस्टहरू बढी आउँछन् यता चाहिँ खैरिनीहरू खैरिनी डुबिसक्यो एउटा खैरिनी हेल्प भनिरहेको छ खैरिनी झन्नै डुबी कि खैरिनी अहिले यहीँ मर्थे यो खैरिनी दामी हेर निमा देख्न सक्नुहुन्छ खैरिनीहरूलाई दामी खैरेहरू एकदम यो चाहिँ टुरिस्ट एरिया हो है टक्क खैरिनीहरू पिकनिकमा नुहाउने मजाले यही हुन्छ समुद्रमा बलुवाको छालमा सुतेर दामी पारामा वाउ खैरिनीहरू नुहाउन रेडी भइसक्यो अब बिक्नी हेर्न सक्नुहुन्छ साथीहरु दामी पारामा यसरी चाहिँ हाई नानी यू हेर्न सक्नुहुन्छ साथीहरु हाई दामी पारामा खैरिनीहरू भ्यू हेर्न सक्नुहुन्छ है साथीहरु दामी छ पुरै समुद्र एकदम हो कुल मौसम हो अब अर्को पट्टि पनि जाउँ उतातिर चाहिँ कस्तो छ हेरौँ है यतापट्टि हेरौँ खैरिनीहरू टक्क अब जाँच लिएर चाहिँ हिँडिसके नि जाँच दौडाउँछन् अब तिनले खैरिनीहरूले चाहिँ जाँच दौडाउँछन् अब हेर्न सक्नुहुन्छ यहाँ चाहिँ जापानदेखि कोरियादेखि पनि आउँछन् प्राय इन्डियन पनि आउँछन्
अर्को जाँच पनि ल्याउन लागिसक्यो। पुरै समुद्र हेर्न सक्नुहुन्छ। यही हो साथीहरू है, पुरा हवाई कोना पुरा हेर्न सक्नुहुन्छ। दामी भ्यूज। पुरै समुद्र हेर्न सक्नुहुन्छ। समुद्र देखिन्छ, यतातिर पहाड, दामी भ्यू छ। खैरे नि हेरौँ मजाले सुत्याछन्। अझ एउटा अर्को नि दौडाउन लागिसके खैरेनीहरूले। दामी हेर्न सक्नुहुन्छ खैरेनी। यिनीहरू त टाउल दिसाएर सुतेका छन् मजाले। बीच